नागपञ्चमी 2082 सालमा कहिले पर्छ? जान्नुहोस् नागपञ्चमीको शुभ तिथि र मुहुर्त। नमस्कार दर्शकवृन्द, स्वागत छ हजुरहरूलाई हाम्रो युट्युब च्यानल धार्मिक कुरामा। व्रत, पर्व, तिथि, मुहुर्त इत्यादिको जानकारीको लागि हाम्रो च्यानल धार्मिक कुरालाई सब्स्क्राइब गर्नुहोला, साथै आउने बेल आइकनमा पनि थिच्नुहोला। भिडियो मन परे भिडियो लाइक र सेयर गर्न चाहिँ नबिर्सिनुहोला। दर्शक महानुभाव, आउनुहोस् जानौँ नागपञ्चमी पर्वको बारेमा। नागपञ्चमी हिन्दू धर्मको एक महत्त्वपूर्ण पर्व हो। यस पर्वमा नागको पूजा गरिन्छ। नागपञ्चमी हरेक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ। यस दिन हरेक घरमा नाग देवताको पूजा गरिन्छ र नागको चित्रमा दूध, दही, फूल, अक्षता, दुबो, पैसा राखी गाईको गोबरको सहायताले घरको मूल ढोकामा टाँस्ने गरिन्छ। मान्यता रहेको छ कि पञ्चमी तिथिका स्वामी नाग देवता हुन्। धार्मिक शास्त्र अनुसार नागहरू भगवान विष्णुका शेषशय्या तथा भगवान शिवको घाँटीको आभूषण हुन्। तसर्थ यिनीहरूको पूजा गर्नाले समृद्धि, सुरक्षा र कल्याण प्राप्त हुने जनविश्वास रहेको छ। दर्शकवृन्द, विक्रम सम्वत 2082 सालमा नागपञ्चमीको पर्व रहेको छ श्रावण महिनाको 13 गते मङ्गलबार, सन् 29 जुलाई 2025। पञ्चमी तिथिको शुभारम्भ भइरहेको छ श्रावण 12 गते रात्रिको 11:52 देखि। पञ्चमी तिथिको समापन रहेको छ श्रावण 13 गते रात्रिको 12:51 सम्म। दर्शकवृन्द, यो छोटो जानकारी हजुरहरूलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। भिडियो लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। यहाँसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अर्को भिडियोमा फेरि पनि भेट हुने नै छ। तबसम्मको लागि नमस्कार। जय श्री राधे।